आजका यस कार्यक्रमका प्रमुख अतिथि मेमे रिम्पोछे तथा अन्य मञ्चमा आसीन विशिष्ट व्यक्तित्वहरू अनि तपाईँ सम्पूर्ण आज यहाँ उपस्थित दर्शकवृन्दहरू तपाईहरुमा म निमा रुम्बाको हार्दिक लासो टासिडेले नमस्ते फ्याफुला। पहिलोचोटि आएको छु मेलम्चीमा, एकदमै खुसी लाग्यो। मेलम्चीमा 15-16 वर्ष अगाडि आएको थिएँ, धेरै परिवर्तन भएछ। सो मेलम्चीबाट माथि आज पहिलोपटक आउँदैछु। सो गुरु पछाडि हुनुहुन्छ, विशिष्ट व्यक्तिहरू पछाडि हुनुहुन्छ। म मेरो ब्याग देखाउन चाहन्न, त्यसैकारण म यहाँ बसेर तपाईहरुलाई मेरो गीत प्रस्तुत गर्छु आज। थ्यांक यू। सो तपाईहरुलाई फेरि यो गुल्मो सोनाम लोसारको एकदमै हार्दिक मङ्गलमय शुभकामना। ह्याप्पी लोसारको शुभकामना। आजको लागि यो एक दुईवटा गीत तपाईलाई म राख्न चाहन्छु। धेरै टाढा टाढाबाट आउनु भएको होला हजुरहरू, सायद फर्किने क्रममा पनि हुनु होला। त्यसैले यो छोटो दुईटा गीत पहिला, त्यस पश्चात मेरो प्रस्तुति रहनेछ भन्दै यो पहिलो गीत राख्न चाहन्छु। हजुरहरूले कतिले सुन्नु भएको छ छैन, अलिकति युवा पिँढीहरूले अवश्य पनि सुनेको हुनुपर्छ। यो गीतको बोल छ रङ्गाउँ कि म। सुन्नु भएको छ भने सँगै गाउनुहोस् है त। धन्यवाद। स्वीकार्नुहोस्, यो गीत हाम्रो लोक भाकामा आधारित गीत, सेलो भाकामा आधारित गीत। यो गीतको बोल छ रङ्गाउँ कि म। स्वीकार्नुहोस्। धन्यवाद। तिमीलाई तुमा सजाउ कि म
वज्राचार्य भने शब्द रहेको छ बसन्त चौधरीको। अब चाहिँ अलिकति नाच्नुपर्छ है तपाईँहरू, हुन्छ साथीभाइहरू है सबैजना माथि डिलमा पनि राजी हुन्छ साथीहरू। एक फेर हेरिदिए हुन्थ्यो बैगुनीले, बोलिदिए धन्य धन्य भन्थ्यो जुनीले। तर्की तर्की हिँडिन्थिन मुठ दुख्यो मेरो, एक फेर डाकिदिए हुन्थ्यो। हो एक फेर डाकिदिए हुन्थ्यो। हे भाइले डाकिदिए हुन्थ्यो मोहनीले, हे मोहनीले डाकिदिए हुन्थ्यो मोहनीले। होइन साथीहरू नाचो न। यता आउँदा हुन्छ साथीहरू। फुलै नहो छेउमै ओइलाउने, किन यसलाई हल्लाएर हल्ला फैलाउने। रूप के हो फुलै नहो छेउमै ओइलाउने, किन यसलाई हल्लाएर हल्ला फैलाउने। एक मुस्कान फ्याँकिदिए हुन्थ्यो, हो एक मुस्कान फ्याँकिदिए हुन्थ्यो। कसले है ए भाइले डाकिदिए हुन्थ्यो मोहनीले, मोहनीले डाकिदिए हुन्थ्यो मोहनीले। फेरि एकचोटि तपाईँहरू सबैलाई यो लोसार सोनाम लोसारको शुभकामना। उनीसँग बोझ्यो विषय मनको भावनाको, फुलाउन खोजेको फुल चाहनाको। उनीसँग बोझ्यो विषय मनको भावनाको, फुलाउन खोजेको फुल चाहनाको। हाँसी मात्र दिए पनि हुन्थ्यो, हो हाँसी मात्र दिए पनि हुन्थ्यो। कसले है हे भाइले डाकिदिए हुन्थ्यो मोहनीले, मोहनीले डाकिदिए हुन्थ्यो मोहनीले। एक फेर हेरिदिए हुन्थ्यो बैगुनीले, बोलिदिए धन्य धन्य भन्थ्यो जुनीले। तर्की तर्की हिँडिन्थिन मुठ दुख्यो मेरो, एक फेर डाकिदिए हुन्थ्यो। हो एक फेर डाकिदिए हुन्थ्यो। कसले मोहनीले डाकिदिए हुन्थ्यो मोहनीले। लासो मोहनीले डाकिदिए हुन्थ्यो मोहनीले। तुझे मोहनीले डाकिदिए हुन्थ्यो मोहनीले। लासिदेले मोहनीले डाकिदिए हुन्थ्यो मोहनीले। तुझे लासो
Thank you.